हेलो एभ्रिवान, नमस्ते सबैजनामा। आज पनि हामी सबैजना फ्यामिलीहरू मिलेर चाहिँ डिनर डे आउटको लागि जानु लागेको। कहाँ भन्दाखेरि दुबईमा रहेको हाम्रो वर्ल्ड ट्रेड सेन्टरको अगाडिपट्टि रहेको लभ मुकबाङको रेस्टुरेन्टमा। र यहाँको चाहिँ टेबल सेटहरू चाहिँ एकदम राम्रो लाग्यो मलाई, र भित्र पनि एकदम कोरियनको भाइब्स दिनेवाला। र जाने बित्तिकै उहाँहरूले चाहिँ हामीलाई साइड डिस दिनुभएको थियो। अर्डर दिनु भए पछाडि त्यसमा सलाद र किम्ची र स्विट पास्ता रहेको थियो। सलाद र स्विट पास्ता चाहिँ मलाई एकदम मिठो लाग्यो, र किम्ची चाहिँ एक्सपेक्टेसन भन्दाखेरि अलिकति कम्ती नै थियो। त्यस पछाडि हाम्रो अर्डर रहेको थियो टुपुके विथ रामेन अनि टुपुके। त्यस पछाडि बिबिम्बाप र फटाफटमा चाहिँ ट्राई गर्नु लागि है त साथीहरू। म चाहिँ एउटा ठुलो बोल नै लिएर होइन, सबै नै आफै लिएर खानु थालेँ साथीहरू। र अर्को कुरा के भन्न लागेको भने नि साथीहरू, हामीहरू यहाँ परदेशमा बसेर कमाउँछौँ होइन। कतिको त फ्यामिली यहीँ हुनुहुन्छ, फ्यामिली नहुनेहरूलाई त केही भन्नु मिलेन। तर यदि तपाईँहरू फ्यामिलीमा हुनुहुन्छ भने चाहिँ हामीले महिनामा एकचोटि बाहिर डिनरको लागि चाहिँ जानुपर्ने हुन्छ है। किनभने हजुरको हप्तामा महिनामा हरेक दिन काममै मात्रै बिजी हुन्छ। एक दिन फ्यामिलीसँग पनि टाइम स्पेन्ड गर्दाखेरि चाहिँ अलिकति खुसी मिल्छ होइन। र त्यसै गरी हामीलाई स्टिकी राइस पनि दिएको थियो साइडमा, जो चाहिँ फ्री थियो। र त्यो स्टिकी राइससँग चाहिँ मैले यो सलादवाला पात हालेर र खानु थालेँ होइन। कम एकदम मिठो भइरहेको थियो। खानुलाई चाहिँ अब मान्छे हेरेर पनि थाहा हुन्छ नि त खुवाइ कस्तो छ भनेर। र त्यहाँ चाहिँ अब के सुविधा थियो भने त्यहाँ हजुरहरूले चाहिँ कोरियन ड्रेस लगाएर पनि फोटो खिच्न पाउनुहुनेछ। र हाम्रो चाहिँ आजको यति नै रहेको छ। खानाहरू खाएर चाहिँ हामी फर्किएको साथीहरू। आई होप तपाईँहरूलाई मन पऱ्यो होला। थ्याङ्क यू सो मच फर द वाचिङ। त्यस पछाडि हामी चाहिँ जस्तो हुन्छ खानै पऱ्यो। अर्डर गरे पछाडि मलाई चाहिँ मिठो लागेको थियो, किनभने म कोरियन खानाहरू खाइराखेको नै थिएँ। तर मेरो दायाले खानुभएको थिएन, उहाँलाई चाहिँ मिठो लागेन। तर म चाहिँ दम बजाउँदै थिएँ होइन गाइजहरू। मलाई चाहिँ एकदम मिठो भयो। हजुरहरूलाई पनि यदि कहिलेकाहीँ नयाँ खानेकुराहरू टेस्ट गर्नु मन छ भने चाहिँ कोरियन रेस्टुरेन्ट हुन्छ। र यहाँ चाहिँ एकदम राम्रो सर्भिस पनि छ। साथै तपाईँहरूले कोरियनवाला ड्रेस लगाएर फोटो पनि खिच्नुहुन्छ। हाम्रो आजको भिजिट चाहिँ यति नै थियो, भिडियो यति नै थियो। थ्याङ्क यू फर वाचिङ अन्टिल